बाघको घारी पनि हो। बाघ भनेर दुम्सिनु परेको थियो। ल है शुभ बिहानी शुभ प्रभात सँगै आज पनि बिहानी घाँस काट्नु यसरी दौडेर हिँड्नुपर्छ। यो चाहिँ हाम्रो गाउँको जङ्गल छ। यो चाहिँ यहाँ हामी बिहानै सबैजना घरको मान्छे सबैजना मिलेर ल घाँस काट्नु जाउँ भनेर खुर्पा बगेर सबैजना यो ठुलटारीमा यहाँनिर उनियो पाउँछ पहिल्यैदेखि। उनियो घारी एकदम उनियो घारी छ होइन। यो बाघको घारी पनि हो। झन् यस्तो यतिखेर चैत बैशाख लागिसकेको छ जङ्गलमा। घाँस सास केही छैन होइन। यो रगनाउँ सब पानी परेर पात साल सबै झरिसक्यो सालको बहादुर। अब नयाँ पलाउने दिन बसन्त ऋतु आउने दिन चराचुरुङ्गीहरू रमाउने दिन भनेर चाहिँ चिनिन्छ। यतातिर आज चाहिँ घाँस काट्नु भनेर सबैजना एकजुट भएर जङ्गलमा जानुपर्छ। डर छ भने चाहिँ सबैजना ल यहाँ भतिज पनि छ। के छ भतिज? एकदम ठिक छ। लाइक एन्ड सब्सक्राइब गरिदिनुहोस्। यो चाहिँ हामी चाहिँ अब यहाँबाट लगभग 1 घन्टाको हिँडाइपछि बल्ल 1 घन्टाको हिँडाइपछि बल्ल चाहिँ हामी घाँसको मैदानमा पुग्ने छ। त्यहाँनिर जहाँ कि उनिया घारीको मण्डल भएको ठाउँमा होइन। त्यो ठाउँमा गएर घाँस काटिन्छ। एकछिनपछि त्यहाँ उल्टे सबै हानिन्छ। यस्तो दुःख छ भन्नुपर्छ। आज हामी घाँस काट्नु भनेर चाहिँ उनियो कतिपय मान्छेहरूले उनियो भन्ने घाँस चिनेन। जुन चाहिँ फुल नफुल्ने बिरुवामा पर्छ। यो चाहिँ यस्तो घाँस यो चाहिँ उनियो भन्छ। यो चाहिँ फुल नफुल्ने बिरुवामा पर्छ कि यो उनियो। यो चाहिँ भैँसीले राम्रो तले खान्छ घाँस। यो पुरै होइन खलासै गरिदिन्छ यसलाई चाहिँ त्यस्तो। अहिले यतिखेर भनेको सालको पात झर्ने बेला छ। पुरै जङ्गलहरू पुरै पुरा ठिलो लाग्ने समय छ यतिखेर भनेको। जङ्गलमा यो पातहरू झर्ने। अब केही समयपछि डढेर जाने। अलि दिनपछि डढेर गइसकेपछि यो ठाउँमा लगभग हिँड्नु पनि सक्दैन। किनकि यति डढेर लाग्छ पुरै साल छ। सालको यति बाक्लो पात हुन्छ जसले गर्दा यो पुरै धुवा हुन्छ। आँखा पिरो भएर हिँडी सक्दैन क्या। यस्तो डेन्जरी सालको पात यतिमा बाक्लो छ अहिले। लगभग भर्खर झर्न थाल्यो। अझै टनकै छ झर्नु बाँकी। यस्तो यो डढेर यति लाग्छ यहाँ। यो गाउँको मान्छेले मार्दा कति त डढेर पनि जान्छ। कति ठाउँहरूमा चाहिँ मार्न सकिन्छ भने कतिपय ठाउँहरू मार्नै सक्दैन। 1 घन्टाको हिँडाइ पश्चात बल्ल एउटा मुठा यस्तो बहुमूल्य घाँस। यो दुर्लभ घाँस भन्नुपर्छ यसलाई। किन दुर्लभ घाँस किन भन्नुपर्छ? चैत वैशाखमा केही घाँस नपाउने तर यो मात्रै पाइने। तर यसलाई मात्रै भन्छ कि दुर्लभ घाँस। यस्तो 4 जना मिलेर काटेको बल्ल 1 घन्टा यस्तो छ। यो चाहिँ हाम्रो गाउँको जङ्गल। यहाँबाट अलि माथि गइसकेपछि आर्मी क्याम्प आइन्छ यहाँबाट पनि। यहाँ चाहिँ अहिले चाहिँ जङ्गलमा चाहिँ प्रायः घाँस पाउँदैन क्या। यस्तो मसिनो घाँस चाहिँ पाउँछ। यस्तो मस्तो मसिनो तर ल बनाइले खाने बनाइले त छेप थियो। यो एउटा बनाइ आज बनायो भने त मान्छे पो रहेछ यार।
उता अर्को पनि कालो बनिहाल्छ नि त्यहाँ यता ठुलोमा उता सानोमा गैलोमा म नानी के छ निकेश डनमगर त्यो नहुने बला घाँस पाहा घाँस बहुमूल्य घाँस दुर्लभ घाँस के म बाटोलाई बाँध्नु त्यतै माथिको त आर्मी क्याम्पतिर भएन नपाउनु भन्दा त अनि घाँस पायो भने उल्टे सुल्टे हानौँ भनेको थिएँ घाँसमा तर त्यो चाहिँ असफल चाहिँ हुने भयो म चाहिँ एउटा कुरा सुनाउँछु चुप्प लाएर सबैजना सुनौँ है के सुन्नु भयो चरा कराएको सुनाएको चरा कराएको कस्तो मिठो कराएको कोही चिक 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 गरेको छ कोही छिक 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 गरे कोही चिकु चिकु चिकै गरे कस्तो तरिकाको चरा कराएछ यहाँ ल कोहीले चिक 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 भनेको छ अरे यस्तो छ चराले पनि अनेक अनेक भन्छ के यस्तो अचम्म छ त नि कसैको आफू पनि बोल्ने तरिका भने कोहीको कुइ कुइ गर्छ अब सुनौँ है त ल ल सुने नि सरी भागा मुझे भागा भागा साला बाघ भनेर बाघ त दुम्सी पो परेछ यार यस्तो खतम पऱ्यो के पऱ्यो रे रडी हाने थकाएका थिएँ मार्यो हामीले चाहिँ वन जङ्गल आएर चाहिँ गेडा खाने गरेछ गेडा कस्तो भन्दाखेरिमा यस्तो के पुरै जङ्गली यसलाई भन्छ के भन्छ अरे बर्राको गेडा बर्राको गेडा भन्छ यसलाई गेडा ल त यसलाई यस्तो गर्नुपर्छ ट्याक्क फुटाउने छ कि यो चाहिँ यता जा यो चाहिँ कति मान्छेले खान्छ या खाएको छैन यो चाहिँ के भन्छ अरे यो बजारमा बेच्नु राखेको बदाम भन्दा पनि गुणस्तरीय राम्रो एकदमै राम्रो यो बदाम भन्दा कम हुन यसको भित्र ठ्याक्कै बदाम जस्तै हुन्छ अनि बाहिरको यसको जुन यसको यो बाहिरको चाहिँ तपाईँहरू पनि सुन्नुभयो होला यो बर्रा हर्रा भन्ने चिज हर्रा भनेको चाहिँ अर्को हुन्छ बर्रा भनेको जसले यसले खाँदाखेरिमा चाहिँ शरीरमा इम्युनिटी पावर चाहिँ यसले दिन्छ पर्याप्त मात्रामा खाइरहेको मैले पनि जसले गर्दाखेरिमा यसले मुख जङ्गलमा हुँदाखेरिमा यो खायो भने चाहिँ मुख सुक्खा हुन्न मुखलाई रसिलो बनाएर राख्छ यसले त्यो भएर अब यसको रस खाइभए यो यसलाई भन्छ बदाम लोकल बदाम जङ्गली बदाम
यस्तो भवा खाने क्लास कुहिएछ कता हो साला सबै कुहि बाक्लै खाला ओइ तैँले खाने हो तैँले खाने हो खाइहाल्छ नि ल त्यो बिस्तारै के कालीबुढी कता पुग्यो र उता हकरा कुया ओ यो त माछा के हो भने यो त मुझे आगै हो क्या ओ दुलै बिच खोजे त यहाँ त हिरा छ क्या यार हिरा यार फुट्दै फुट्दैन अरू फुट्छ अलि हिरा भन्दामा अलि हिरा भन्दा किराले हिरा भन्दा अलि यो खाएको किरा भेट्छ यहाँ कति साह्रो हो यो त तँलाई नखा भने क्या मेरो नाममा आयो तेरो नाममा त भने होइन हिरा भन्दामा किरा भनेर आज पनि मिठो हुन्छ ए हिँडे तेरो जाउँ नगरे छैन क्या उता त गाडी भाइ दिल्ली गाउँ गाउने तेरो त भागेर होइन कि यार किन हौ ए बाबा छैन भने के जाने अब छैन क्या त्यो मासु अनि मिठो हो यो त लाइक सेयर सब्सक्राइब गर्नुहोस्